दिनुस्, जनता किन्ने होइन, जनताको मन जित्नु पर्छ। र यो देश चाहिँ सतीले सरापेर बिग्रेको होइन, यो देश हामीले जिताउनु पर्ने मान्छेलाई नजिताएका कारणले बिग्रेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी भुइँमा यहाँहरूसँग भुइँ मान्छे जसरी नै आइपुगेको छ। कुनै यहाँहरूको अघिल्ला नेताहरूले जे जस्तो किसिमको तामझाम गर्नुहुन्छ त्यो तामझाम पनि हामी गर्न सक्दैनौँ, किनभने हामी भुइँ मान्छे हो। हामी उहाँहरूले जस्तो करोडौं करोड खर्च गरेर चुनाव जित्नुपर्छ भन्ने कुरामा विश्वास राख्दैनौँ। पहिला उहाँहरूले जुन पैसा तिरेर करोडौं करोड खर्च गरेर चुनाव जितिन्छ भन्ने उहाँहरूले विश्वास राख्नु भएको थियो, त्यो भनेको जनता किन्न पाइन्छ भन्ने भाष्य हो। देश बनाउने भन्ने कुरा एउटा नेताले मात्रै आँटेर हुँदैन। म बनाउँछु भनेर सोचेर भुने भइदिएको भएदेखि जादुको छडी जस्तो सबैतिर बन्थ्यो होला, तर एउटा नेतृत्वले आँट्दै गर्दाखेरि जनताले पनि आँट्ने परिस्थिति भयो भने बल्ल देश बन्छ। हामी त आँट्छौँ भनेर आइसक्यौँ, हामी त बनाउँछौँ भनेर आइसक्यौँ। अब तपाईहरू बनाउन तयार हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा हामी त्यो प्रश्न लिएर आएका छौँ, त्यो एकछे प्रश्न लिएर आएको छौँ। त्यो एकछे प्रश्नलाई यहाँहरूले आफ्नो गाउँठाउँमा मन्थन गर्नुहोस्, यहाँहरूले सरसल्लाह गर्नुहोस् र यसपटक चाहिँ निर्णायक हस्तक्षेप गर्नै पर्छ भनेर घन्टी चुनाव चिन्हमा मतदान गर्नुहोस् भन्ने कुरा पनि म निवेदन गर्न चाहन्छु। म 52 सालमा जन्मिँदा प्रधानमन्त्री हुनुभएको व्यक्ति, म 2079 को सालमा निर्वाचित भएर उहाँहरूसँगै सिटमा बस्नुपर्ने स्थिति बन्यो र अहिले पनि म दोस्रो पटक यो निर्वाचनमा उम्मिदै गर्दा उहाँहरू फेरि म सँगसँगै उम्मिदै हुनुहुन्छ भनेपछि कल्पना गर्नुहोस्, नेपालमा नेतृत्व एउटै नेतृत्व 20औं वर्ष 30औं वर्षसम्म बस्ने भइसकेपछि हामीले नयाँपन कहाँबाट पाउँछौँ? त्यो नयाँपन समाजले चाहिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी आउँदै गर्दाखेरि सुरुमा त खिल्ली उडाइयो, मजाक उडाइयो, यहाँ मध्ये धेरैजनाले पनि अनुभूति गर्नुभयो होला। अब त म यो पालि घन्टीमा भोट हाल्छु हो भनेर 79 को निर्वाचनमा भन्दै गर्दा यहाँहरूलाई पनि कति खिल्ली उडाइयो होला, हाँसे होला मानिसहरू, त्यस्तो पनि भयो होला। तर जब संसदीय निर्वाचनमा हामी निर्वाचित भएर संसदमा गयौं, रवि लामिछाने सदनमा गएर गडगडाट ढंगले भ्रष्टाचारीका विषयमा उहाँले कुरा उठान गर्न थाल्नुभयो। गृहमन्त्री पनि हुनुभयो। भ्रष्टाचार विरुद्धको अभियान छेड्नको लागि उहाँले हामीले फाइल खोल्नुपर्छ भन्ने कुरा पनि गर्नुभएको थियो, फाइल खोल्ने कुरा पनि गर्नुभएको थियो, धेरै अगाडि पनि बढेको थियो। उहाँले संसदबाट रिपोर्टिङ गर्नुभयो। त्यसपछि सुरु भयो रवि लामिछानेलाई खेद्ने, रवि लामिछानेलाई कसरी परास्त गर्ने भन्ने किसिमको खेल। राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै लोकतन्त्र पछि जन्मिएको, विशुद्ध नेपाली भूमिमा नेपाली माटोमा जन्मिएको पार्टी हो। यसमा कसैको प्रभाव पनि छैन, कसैको आग्रह पूर्वाग्रह कसैबाट जन्मिएको होइन। नेपाली जनताको बलमा दममा जन्मिएको पार्टी हो। यो पार्टीले नेपाली जनताको भावनाको कदर गर्छ, यो पार्टीले नेपाली जनताको पीडाहरूलाई सम्बोधन गर्छ, यो पार्टीले दीर्घकालीन रूपमा नेपाली जनताका पीडाहरूलाई चाहिँ समृद्धिमा पुर्याउनको लागि नीति निर्माण गर्छ। अबको संसदीय निर्वाचनले यो देशको 50 वर्षलाई पुग्ने भविष्य लेख्न सक्ने सांसदहरू दिएर राष्ट्रिय स्वतन्त्र पार्टीले पठाउँछ। यहाँहरू गोलबद्ध हुनुहोस्, एकताबद्ध हुनुहोस्, यहाँहरूले प्रभावमा पार्न सक्छन्, यहाँहरूलाई विभिन्न लोभ आश्वासन दिन सक्छन्। धेरै धर्मात्मा मान्छेहरू बस्ने ठाउँ तपाईहरू यही आउँदै गर्दा माइदारमा पनि म अस्ति माइदारमा त्यहाँ धेरैवटा मन्दिरहरू थिए, ती मन्दिरमा पनि म